हाई एभ्रिवान, गुड मर्निङ। स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा साथीहरू। आज चाहिँ म बिहान नै भ्लग बनाउँदैछु साथीहरू। मैले भ्लग नबनाएको 1-1.5 महिना भइसक्यो, तर आज चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो साथीहरू। त्यही भएर मेरो आज चाहिँ भ्लग आउँछ। अनि यदि मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला अनि लाइक कमेन्ट पनि गरिदिनु होला है त। बिहानको मौसम यस्तो छ साथीहरू। अब पहिला म तातो पानी तताएर राख्नु पर्यो। तातो पानी नखाइकन त काम सुरु हुन्न मेरो साथीहरू। कसको कोको भाले छ रे? तिम्रो कोको भाले? आमामा लुगा के बनाएको छ? लुगा त जम्मै हिलो बनाएर ल्याएछ त। कुखुरा फेरि कुखुरा पुसाउँछ। यति पनि मेरो कोको भाले मेरो कोको भाले छ। मेरो कोको भाले छ। म चाहिँ केरा उठुक्नाको साथीहरू। मटर तरकारीलाई खाना पकाउने बेला भएको मेरो केराउ जम्मै गएछ मेरो साथीहरू। केराउ काउली खाइसकिन ल्याइसके हामीले। अझै छ न त, तर कसम आफूले खेती गरेको यसरी फल्यो भने त कति जाँगर लाग्छ साथीहरू मलाई। यो बारीमा आएपछि केराउ प्याज बन्दा माथि रोपेछन्। यति टिपिसकेँ मैले। अहिले तरकारीलाई 2जनालाई मात्रै हो नि त फुपुरो मलाई। अनि मलाई यो मेरो बारीमा आएपछि कति रमाइलो लाग्छ। अनि मेरो त यहाँ के छ तरकारी साथीहरू, त्यही भएर के खाम तरकारी। अब म चाहिँ खाना बनाउन लागेको साथीहरू। अघि लिएर आएको मटर अनि सुकुटी पानी तताएर फाल्नु पर्यो। भात चाहिँ पाकिसक्यो मेरो। अनि के साथीहरू, मलाई त ग्यासमा भन्दा आगोमा पकाएको तरकारी नै मिठो लाग्छ कि साथीहरू। त्यही भएर म धेरै जसो आगोमा पकाउँछु। मेरो तरकारी रेडी भइसक्यो। यो साग, खोले साग कति मिठो होला नि बरै मासु। मेरो तरकारी रेडी भयो साथीहरू। अब खानु पर्यो गम गम। खाना लाग्यो। यता बाँदरले फेरि मकै भर्खर यत्रो भएको छ साथीहरू। बाँदरले ढुट्टो बनाउँछ। त्यता ऊ बुढाहरू त्यता छ मेरो। के भिरमा नजाऊ, यता उहाँ भयो। यस्तो भिरमा बाँदरलाई खट्यो अरे। म चाहिँ आजको बिहानमा यत्तिकै गएँ साथीहरू। अब घाँस काट्न जानु पर्यो मम्मीको घरबाट। बाबालाई सुताएर अब घाँस काट्न निस्केको म। घर मेरो यता, यहाँ माइती छ जिन्दगी मेरो। तल्लो घर माथिल्लो घर गरेर मेरो दिन जान्छ साथीहरू। अब एकछिनमा घाँस काट्न जान्छु। अहिले एकछिनमा जाने साथीहरू। पहिला यो भर्खर फाल्नु छ मैले। यो अलिअलि सफा गर्नु पर्यो साथीहरू, अनि मात्रै जान्छु। मसाले हायो नि म एक्लै घाँस काट्न निस्केको साथीहरू। अब वनमा जानु पर्यो। मेरो तरकारी ढक्कमक्क छ, तर आफूले गरेको हो। तर आफूले यसरी गरेको
तरकारीहरू टिपेर खाना पाउँदा त यति खुसी लाग्छ कसम मलाई मात्रै हो कि हजुरहरूले पनि खुसी लाग्छ साथीहरू कमेन्ट गर्नु मकै बारी जानु पर्यो आमा पसिना यस्तो उकालोबाट आएको त अनि मलाई त खुट्टा चिप्लेर हुँदै हुन मलाई पहिलाभन्दा त डर लाग्छ लाग्न त लाग्छ अहिले पनि आगो परेको छ नि त फेरि डर लाग्छ खुट्टाले पहिलामा जस्तो रुखमा पनि जान्थ्यो जस्तै भिन्न खुट्टा नै डराउँछ के खुट्टै सिरिङ्ग हुन्छ अहिले पन्चाएर आएको साथीहरू म थाके छु त्यही पनि खाना खानु पर्यो भर्खर आएको पुग्न लाग्यो आगो पुग्नु पर्यो भात त बसालिसके मात्रै होइन भात त पाकिसक्यो अब तरकारी पकाउनु पर्यो साथीहरू बन्चारी चाहिँ यति थाहा लाग्छ मलाई अलि छिलाएर चाहिँ खाना बनाउनु के गर्नु पकाउनै पर्यो एकजनालाई दुईजनालाई भए पनि आगो पनि बलियो